पछाडि करा यो पकाएर सेतो यो सेतो के हो हैन यो पछाडि करा हो क्या के हो यो खास सबैभन्दा पहिला चाहिँ यदि यो साँच्चै मध्यरातमा तपाईँ पशुपतिको जङ्गलमा जानुभएको हो भने दाइ मैले तपाईँलाई माने तपाईँ एकदम बहादुर मान्छे हुनुहुन्छ है तर मलाई के भन्नु हो भने नि यदि तपाईँलाई आफ्नो ज्यान बाँध्न आउँछ भने त ठिकै छ जानु केही फरक परेन तर आउँदैन भने चाहिँ त्यसरी नजानु भन्छु भिडियोकै लागि मात्रै चाहिँ नजानु भन्छु म चाहिँ किनभने तपाईँको ग्रह सधैँभरि तपाईँलाई साथ दिन्छ त्यो राम्रो स्थानमा बसेको हुन्छ भन्ने छैन नि त अनि त्यसपछि अर्को कुरा चाहिँ तपाईँ त्यस्ता ठाउँहरूबाट फर्किसके पछाडि चाहिँ त्यहाँ त अब त्यो धेरै थरी एनर्जी हुन्छ हैन अनि कति चिजहरू चाहिँ तपाईँ सँगसँगै पछि लाएर तपाईँकै घरमा जान्छन् के अनि तपाईँ त्यस्ता ठाउँहरूमा गएर आइसकेपछि चाहिँ आफू शुद्ध भएर पवित्र भएर मात्रै तपाईँले त्यस्तो केही विधि गर्नुभएको कि त्यत्तिकै सरासर घरमा जाने गर्नुभएको कि एक्लै बस्नुहुन्छ भने त केही फरक परेन तर तपाईँ परिवारसँग बस्नुहुन्छ बालकहरू छन् भने चाहिँ त्यस्ता चिजहरू तपाईँसँगै पछि लाएर आएका चिजहरूले चाहिँ तपाईँ पो बलवान छ हैन तपाईँको अहिले ग्रह बलवान छ तर घरका अरू सदस्य जो बालकहरू हुन्छ नि तिनीहरूलाई हार्म गर्न सक्छ त्यसैले त्यस्ता ठाउँबाट आइसकेपछि परिवारमा बस्नु भएको छ भने चाहिँ हैन गङ्गा जलहरूमा स्नान गरेर अलिकति गङ्गा जलहरू खाएर त्यस्ता यो धेरै थरी तरिकाहरू छन् नि हो त्यस्तो गरेर मात्रै घरभित्र जानु होला अनि त्यसपछि म चाहिँ के अरे त्यसरी यदि जिउ बाँध्ने के अरे ऊ आउँदैन मन्त्र आउँदैन तपाईँलाई भने चाहिँ म चाहिँ त्यो के अरे त्यसरी तपाईँलाई जङ्गलमा सधैँभरि त्यसरी त्यो ऊ गर्नको लागि चाहिँ नजानु भन्छु किनभने नि पशुपतिका जङ्गलमा चाहिँ दिउँसै गएर मान्छेहरूले ठाउँ हेरेर फिक्स गरेर आएका हुन्छन् है अनि त्यसपछि यहाँनिर गर्ने भनेर अनि बेलुका राति ठ्याक्क मध्यरातमा भइसकेपछि 2-3 जना अलि बल्ल छोरा मान्छेहरू अनि गुरु एउटा अनि जो अब त्यस्तो गर्ने तन्त्र मन्त्र गर्ने मान्छे त्यहाँ जङ्गलमा गएर त्यहाँ मध्यरातमा तन्त्र मन्त्र गर्छन् हैन के गर्नु अनि बिहान उज्यालो हुनुभन्दा अगाडि 3 बजे फर्किसक्छन् कि त्यहाँ अब त्यहाँ यस्ता कामहरू हुन्छन् नि त्यो पशुपतिको जङ्गलमा त्यही भएर यदि तपाईँलाई त्यस्तो जिउ बाँध्ने मन्त्रहरू आउँदैन भने चाहिँ प्लिज भिडियोको लागि मात्र चाहिँ नजानु भन्छु म चाहिँ है